यसरी लडेँ म होइन अब के गर्नु त लडेछु त ओहो दामी पारामा लडियो है फेरि डेटिङमा आउनु त यहाँ त पुरा फुल इन्ट्री फ्री हो कि तर अर्को पनि नेम छ नि फेरि यहाँ केटाकेटी पायो भने त सिधै बिहे हालिदिन्छ यार हाम्रो गाउँमा त धेरै यस्तो भएको छ यहाँ चाहिँ हाम्रो पुरा एकदम जङ्गल छ एकदम खतरनाक साँप बेङ हुन्छ बाटो लड्छ त लाग्छ एकदम ट्याक्सी चोरमङ्गला हाट टोरा किन्दगु म्याक्सी म्याक्स पिनी के लग एकदम ट्याक्सी बेलङ्गी मेला लागु चढाके टोरा हामी ट्याक्सी नमस्ते सबले स्वागत छ मेरो एउटा नयाँ नौलो ब्लगमा हामी चाहिँ आज हाम्रो गाउँको मतलब हरियाली वन हाम्रो गाउँमा पनि एउटा सानो जङ्गल छ क्या गाइस म जहाँ चाहिँ म भिडियो बनाउने गर्छु पुरा खतरा इन्भाइरोमेन्ट क्या पुरा साइलेन्ट कोही पनि आउँदैन म आज तपाईँहरूलाई देखाउँछु नौलो ठाउँ पनि छ जन्नत छ क्या हाम्रो गाउँमा जन्नत यहाँ छियो चाहिँ मेरो भान्जा नि यही हो नि फेरि ऱ्यापर ह्यान्डसम पनि छ ब्ल्याक ह्यान्डसम हो गाइस नि ए सब मेरो भाइहरू हेर्नुहुन्छ जन्नत जन्नत अगाडि पनि जन्नत छ हेर्नु पुरै जङ्गल छ होइन यहाँ चाहिँ एउटा सानो जन्नत हेर्नु यहीँ शङ्करबेलीको फुल रातो त होइन पक्रुमा तलै गएर देखाइदिन्छु ल ओ यो त फेरि पहिलाको मसान गाडी हो नि यसरी लडेँ म होइन अब के गर्नु त लडेछु त ओहो दामी पारामा लडियो है गाइस फाइनली लडियो यार यस्तो नि हुन्छ यहाँबाट लड्यो यार यहाँबाट कति भयो यार यो त छि जन्नत हेराउनु आएको जन्नत आफै पुग्यो त यार गाइस यहाँ फुल जन्नत यहाँ आएपछि त नि जन्नत फिल हुन्छ जन्नत जन्नत उयो मालुम तेरो बापको मा सिकायो फुल हट्यो भने न जान बिस्तारै बिस्तारै लड्लास् नि फेरि फेरि यहाँ त आफ्नै पारामा छ नि फेरि यो ऱ्यापर यो त ऱ्यापर हो नि फेरि यही ब्ल्याक ऱ्यान्च ऱ्यापर हो ओ बिस्तारै बिस्तारै जन्नत गाइज हाम्रो गाउँ पनि यसो भिजिट गर्न आउनु न हाम्रो गाउँतिर पनि राम्रो राम्रो ठाउँ छ हो त गाउँभित्र पर्छ कि तर राम्रो राम्रो ठाउँ छ यस्तो फुलहरू अझै अगाडि पनि फुलहरू छ पुरा जङ्गल पनि छ डेटिङ गर्ने ठाउँ पनि छ अहिले म देखाइदिन्छु ल गाइज हाम्रो मामालाई चाहिँ एकदम सपोर्ट चाहियो माया चाहियो छिटो छिटो गाइज यस अझै अझै एकदम मेरो मामालाई छिटो छिटो 1K फलोवर्स छैन सब्सक्राइबर भन्न फलोवर्स त टिकटकमा छ नि गाइस टिकटक पनि भिजिट गरिदिनु यार 52K छ यो फलोवर्स हुन्छ पुरै कम्प्लिट गरिदिनु तपाईँहरूकै माया सपोर्टले त्यति पुगेको हो ओ ल ल ल लिएन भाइ फुल छिटो गाइस फाइनल्ली फुल हाम्रो गाउँ पनि भिजिट गर्न आउने यार ओइ मेरो हालत हेर्नु कस्तो भयो यहाँबाट लड्यो यार पानी परिरहेको छ नि त बिहानदेखि आज त्यही कारणले पनि हो लड्यो यार जन्नतको फिल भयो जन्नत जन्नत गएको जन्नत जस्तै लड्यो त गाई छैन यही हो जङ्गल यहाँ चाहिँ फेरि खतरा डेटिङ पनि चल्छ नि फेरि पुरा सुनसान छ सुनसान यहाँदेखि त्यहाँसम्म लामो जङ्गल पनि छ मैले त्यहाँ पुगिसकेपछि भिडियो कन्टिन्यू गर्छ है A few moments later गाई जङ्गल पनि पुग्यो है कोही त डेटिङमा आएको छैन नि हेर्नुपर्छ गाइस यहाँ फेरि डेटिङमा आउनु त यहाँ त पुरा फुल इन्ट्री फ्री हो कि तर अर्को पनि नेम छ नि फेरि यहाँ केटाकेटी पायो भने त सिधै बिहे हालिदिन्छ यार यही नहीं अभी और सुनिए हाम्रो गाउँमा त धेरै यस्तो भएको छ हुनु त पुरा खुल्ला ठाउँ छ हेर्नु न यहाँ परदेखि यहाँसम्म पुरै खाली छ पुरा पर भित्र जानुभयो भने चाहिँ कान्टा ठाउँ पाउनुहुन्छ यहाँ चाहिँ तर यस्तो छ हाम्रो गाउँमा हामी त केटाकेटीले केही पनि गर्दैनौँ कि गाउँको बुढोपाका मान्छेहरूले चाहिँ डाइरेक्ट बिहे हालिदिन्छ मैले चाहिँ टिकटक बनाउने ठाउँ यही हो हेर्नु कोही पनि हुँदैन बिन्दास यहीँ लेन्स लगाएर यहीँ बनाउँछु यही हो मेरो चाहिँ यहाँ चाहिँ हाम्रो पुरा एकदम जङ्गल छ एकदम खतरनाक साँप बेङ हुन्छ के बोले भाइ के बोले के छ थाहा बोले के हुन्छ अरे सामबेङ कस्तो हुन्छ सामबेङ एकदम झारेपछि 20 लाग्छ
कडा यही हो मैले टिकटक बनाउने ठाउँ पुरा मेरो लोकेसन रिभिल यही हो अँध्यारो छ कि पानी परिरहेको छ आज त्यही कारणले अँध्यारो भइरहेछ यो चाहिँ मेरो सानो भाइहरू पनि के भन्नु साथीभाइ जस्तै हो सब थोक सेयर हुन्छ मिल्छौँ हामीसँग जन्नत फिल हुन्छ जन्नत यहाँनिर ब्याक क्यामेरा म्यान One eternity later. भन्नाले भिडियो सुट पनि भयो धेरै होइन एउटा मात्र भिडियो बनाएँ आज लेन्सलाई खोइ के प्रब्लम भएको अब हामीसँग त आइफोन छैन हो के के गर्नु स्यामसङ मोबाइलले लेन्समै भए पनि हल्का एक दुईवटा टिकटक त बनाउनु पर्यो अब यी भान्जाले पनि बनाएर छ एक दुईवटा भिडियो अब आएपछि त बनाउनु त पर्यो नि त भयो एउटा भिडियो बनाएँ अब त्यो पनि भोलि अपलोड गर्छु धेरै भिडियो हाल्नै मन लाग्दैन हौ भ्युज आउँछ यार 30-40 हजार रुपियाँ 30-40 हजार लाइक आउँछ 2000-2500 मात्र यार खोइ के भएको के हो बिस्तारै आइडी ग्रो हुन्छ सपोर्ट गरिदिनु न त्यही हो हेर्नु यहाँ ऱ्याप स्टार्ट भइसक्यो कालो देखिरहेको छ दाजू हाँ एक बोतल दारू दे 3 पीस मासू तोर दारू खेत हमें झाड़ा गेनो आज झैप बनी के हमें घर देखी लड़ते उम्र से एची छोड़ी रा स्वाग बनी के यो छोड़ी रा के देखने हम देखने कल मिला के चल बुझा देऊ यो तोर गर्मी के हाँ बाटे लड़ से तो लग एकदम सेक्सी चल मंगला हार तोरा किन देगु मैक्सी पिनी के लड़ एकदम सेक्सी बेलंगी मेला लगू चढ़ा के तोरा हमें टैक्सी यो तो देखे दे हमर छोटो मोटो किन तोर मैक्सी यो चाहिँ ऱ्यापर भन्छ अनि फेरि मेरो कत्रा नि ल भयो अब सुटिङ पनि सकिसक्यो यही हो हेर्नु यो चाहिँ मेरो भाइहरू फाइनली अब भिडियो पनि भयो अब यही हो हाम्रो जङ्गल पनि अब तपाईँहरूलाई अझै एउटा राम्रो ठाउँ अब यस्तो गर्मीको बेलामा नुहाउने ठाउँ अमरकुण्ड जसले हाम्रो गाउँको गाउँको मान्छेहरूले नाम राखिदिएको छ अमरकुण्ड त्यहाँ नुहाएपछि चाहिँ अमर हुन्छ है गाइस तपाईँहरू पनि आउनु हाम्रो गाउँ नुहाउनु कहाँ जाने अब कहाँ जाने भन् त नुहाउनु जाँदैछ केटा इतनी खुशी अब चाहिँ हामी नुहाउनु जानु लागिरहेको हाम्रो गाउँको अमरकुण्ड मतलब अमरकुण्ड त होइन अब नाम चाहिँ राखिदिएको छ जस गर्मीको सिजनमा चाहिँ हाम्रो गाउँमा चारैतिर 5-6 गाउँबाट बिच गाउँमा पर्छ कि हाम्रो गाउँ चारैतिरबाट आउँछन् क्या नुहाउनु चाहिँ अब हामी त्यहीँ गएपछि कन्टिन्यू गर्छौँ नि भिडियो One eternity later. गाइस फाइनली ठाउँ त पुग्यो तर लास्ट फोर छ यार हेर्नु नै यहाँ सब त्यहाँ बच्चाहरू नुहाएर चाहिँ क्या त्यो सब बच्चाहरूले फोहोर गर्छ यार नुहाउने ठाउँ छ भनेको त छ्या पुरै फोहोर चाहिँ पहिला चाहिँ सफा नि राम्रो थियो गहिरो पनि थियो अहिले त पानी नै नभएर हाम्रो गाउँतिर सुखनास लागिरहेछ यहाँ अगाडि त्यहाँ हेर्नु नै सब बच्चाहरू नुहाएर सब पुरै फोहोर भनेर नभए यस्तो सफा हुन्छ नि यहाँ शनिबार छुट्टी पनि हो आज बच्चाहरूको के गर्छ गर्मी पनि त्यस्तै छ बिहानै पानी परेर आज भोलि झन् गर्मी भएर चाहिँ यो देउतालाई त माया पनि लाग्दैन क्या हाम्रो यार मार्छ होला हामीलाई अब नुहाउने कि ननुहाउने हो गर्मी त लास्ट भइरहेछ नुहाउनु त पर्छ फोहोरै नभए पनि फोहोर होस् या नहोस् नुहाउनु त पर्यो नि त गाइस फाइनली नुहाएँ हो फोहोर पार्नु भए पनि लास्ट गर्मी भइरहेको नुहाएँ अब घरतिर जाने अल्छी लागिसक्यो त्यही हेर्नु न फोहोर कति छ पानी के गर्नु फोहोरले केही हुँदैन मन सफा हुनुपर्छ पानी त सफा पाइहाल्छ नि गाइज यस्तै हो ल आजको लागि यति नै बाई गाइज